Paceka, pengen cekap lain macam. ल यो भिडियो भएर युट्युबमा हेर है अब आएको छ 2 मिनेट हुनुपर्छ है 2 मिनेट म कति बेला अड्छ म त्यति खिच्छु मस्त तालले म भरे हाल्दिन्छु युट्युबमा हाल्नु अनि मलाई भन्नु भन्छ भनेर दिदीले गाली गर्छ भन्नु नखिच्नु गतेर फोटो खिच्ने फोटो त युट्युबमा पर्छ पर्दैन नि यार भिडियो भने गाना हालेर किन पर्दैन भिडियो हाल्नुपर्छ नि गाना हालेर पर्छ त नि गाना बजाएर पर्दैन गाना हाल्नु पर्यो नि त भिडियो हो क्या पस्ने भनेको त्यसमा भिडियोलाई त्यो फोटो खिच्नु भने त्यसलाई भिडियो बनाउनु पर्छ अनि बल्ल पस्छ क्या युट्युबमा गाना मात्रै हालेर पस्दैन क्या सिस्टम होइन कहाँको पनि सिस्टम हो भिडियो सिस्टम राख्छ त्यो युट्युबमा डाउनलोड होला भिडियो सिस्टम राख्छ क्या त्यो फोटो भिडियो हुनुपर्छ क्या गानालाई मात्रै हुँदैन भिडियो हुनु पर्छ फोटो त छँदै छ नि फोटो चलिहाल्छ नि भिडियो भइगयो नि मैले नै त्यही भनेको फोटो चल्नु पर्यो क्या भिडियो जस्तो बल्ल हुन्छ गाना बजाइ जान्छ फोटो आउनु पर्यो त्यति नै हो मलाई थाहा छैन लाइचौ बेसन चिन्न नि नसक्ने हेरलाई नाचेको राम हेर नाचेको राम गरेको याद ओइ आपा चक्कबला तनी पागी चक्का पागी काम चक्कब भन्ने नि फेरि मलामवाला कामतिर जाने त्यसै पनि मलाई को जाने रहेछ म त जान्छु अब भरे यो भिडियो 205 वटा पुरा देशले हेर्छ कहाँ बा खाली बा म लेखेर हाल्दिन्छु त्यसमा यहाँ कहाँ बनाइलु सिका बनाइलु कहाँ बा सिका पछि है पछि गणपति बनिलो चुप लागेर खान्छ बनिन बोल्दै यो मात्र त्यो सबै बिरालोहरु सब खाइसक्यो एउटा बिरालो त खादैन बलु युट्युबमा भनेको कुनै पनि एउटा यस्तो मात्रै खाने तिम्रो पनि सुगर भन्ने मुख मात्रै जाने तर भन्न सक्दैन नि गर्दाछ नि त यार तपाईको 22-25 एमबी को गानालाई 5 एमबी मा झार्नु छ त्यसले कति दुःख गर्नुपर्छ त्यसमा अब के ढिलो चल्छ युट्युब हैन भन्न 22-25 एमबी को गानालाई 5 एमबी मा झार्नु छ भने कति दुःख गर्नुपर्छ त्यसले ढिलो त चल्ने भइगयो नि ढिलो त चल्ने भइगयो इन्द्रसलाई खिच्नु पर्छ क्या मस्त तालले भोलि निशाले हेर्छ यार भोलिले हेर्छ नि त भोलि नेपालमा गएर फेरि युट्युब खोलेर देखाने फेरि यार हामीले यसरी खिचेर हालेको थियौं भनेर त्यही यो रक्सी गयो भने भोलि पल्ट मेरो बुढीले पहिला नै मार्दिन्छ थाहा पनि त हुनु पर्यो नि त अब अनि युट्युब त चलाउन जानेको छैन नि नाम त हुनु पर्ने नि नाम मैले दिइहाल्छु त्यसले हालिहाल्छ नि नाम हुनु पर्ने कि यो लेखेछ यो लेखेपछि झाप्पै आइहाल्छ भनेर त भइगयो को ढिलो चल्छ के गर्दाखेरि हिजो मैले नेपाली ठिटो हालेको लिंक हैन अमिनको बुढीलाई अनि पुरा लाइक गरेर पठाएछ नेपाली ठिटो फेरि के थाहा छ त्यसैको छोराछोरीको फोटो हो त्यो भिडियो हो के अमिनकै छोराछोरीको भिडियो त्यसमा चाहिँ मैले टाइटल राख्दै छु नेपाली ठिटो बस मापोगा apa caka-caka मापोगा जंगल ला caka-caka अहिले त्यो पर्व चलिरहेछ अहिले हुँदैन अर्जुन मेरो फोटो आएको छ हैन म पनि खिच्ने मान्छे पनि आउनु पर्यो नि यार नआएर त भएन नि हैन
भरे अरूको मात्रै खिच्दा खिच्नु नसकेको छैन। त्यो खिचेर के फाइदा भयो त? फाइदा छ कि भोलि पर्सि डिलिट गर्ने आन्सर हाम्रो जस्तो हाल्नमा त सदाबहार होइन। किन यहाँ छ ल्याउन फोटो खिच्नु पर्यो ओ होइन होइन मैले अरू सदाबहार हुनुपर्छ क्या सदाबहार। भिडियो खिचेपछि त त्यही त यो रोमान्टिक किन बन्द गरिदिएको फेरि चाहिँ यहाँ दिदीको फोटो धेरै होइन अब 5 मिनट 37 सेकेन्डको हो मैले